दैलेख कर्णाली प्रदेश अन्तर्गत पर्ने एक मध्य पहाडी जिल्ला हो। यस जिल्लाको नाम दैलेख कसरी रहन गयो भन्ने बारेमा विभिन्न किंवदन्ती रहेका पाइन्छन्। प्राचीन समयमा यस क्षेत्रमा दरिची नामका एकजना ऋषिले तपस्या गरेको हुनाले उनकै नामबाट दैलेख रहन गएको भन्ने पनि भनाइरहेको छ। त्यस्तै एक पौराणिक भनाइअनुसार प्राचीन समयमा यस क्षेत्र देवताहरूको वास हुने भएकोले देवलोकबाट दैलेख रहन गएको भन्ने पनि विश्वास गरिन्छ। त्यस्तै अर्को जनविश्वास अनुसार प्राचीन समयमा यस क्षेत्र ठूलो वन क्षेत्र भएको र यहाँ प्रशस्त मात्रामा गाई भैँसी पाल्ने भएकोले प्रशस्त मात्रामा दही दुध हुने भएकोले दैलेखबाट दैलेख हुन गएको जनविश्वास गरिन्छ। प्राचीन समयमा हालको दैलेख जिल्ला दुल्लु र बिलासपुर गरी दुई राज्यमा विभाजित थियो। नेपाल एकीकरणको अभियानमा विक्रम सम्वत 1789 मा बहादुर शाहद्वारा उक्त दुई राज्यलाई एकीकृत गरिएको थियो भन्ने भनाइ इतिहासमा वर्णन गरिएको छ। दैलेख जिल्लाको सदरमुकाम स्थित पुरानो बजारमा रहेको ठूला ठूला ढुङ्गाको पत्थरमा खुदिएको कोतगढी युद्ध किल्लाको रूपमा निर्माण गरिएको भन्ने पनि विश्वास गरिन्छ। विभिन्न स्थानमा रहेका कीर्तिखम्बा, देवल, मठ मन्दिरले यहाँको ऐतिहासिक जानकारी आफैमा दिइरहेका छन्। प्राचीन कालदेखि नै पवित्र भूमिको रूपमा चिनिँदै आएको दैलेख जिल्लाको पूर्वमा